हेलो साथीहरू, वेलकम टु माई फर्स्ट ब्लग इन जापान विथ माई हस्बेन्ड। आज हामी जाँदैछौँ तोचिगीको नासो हाइल्यान्ड पार्कमा। म मेरो हस्बेन्ड अनि दुईजना हाम्रो साथीहरू भएर जाँदैछौँ र हामीले टिकट लिइसक्यौँ। हेलो साथीहरू, हामी चाहिँ डुगा खेल्दैछौँ। फर्स्टमा सबै खेल्न पाइन्छ। यहाँ चाहिँ बाहिरबाट टिकट काटेको हामीले चाहिँ, त्यही भएर हामी चाहिँ फर्स्टमा डुगा खेल्ने हामी जाँदैछौँ। साथीहरू, हामी चाहिँ डुगा खेल्दैछौँ। यता हेर्नु, कहाँ राख्ने हो? यहाँ चाहिँ ब्याग राख्ने ठाउँ रहेछ साथीहरू। खस्छ भनेर ब्याग यहाँ राख्यौँ। हामी चाहिँ दुईजना चाहिँ आउँदैछन् हाम्रो गाइजहरू। हेलो, ब्याग यहाँ राख्ने हो दुईजना। हेलो हेलो गर्नु कतिको एक्साइटेड भइरह। बोल्दैन बोल्न आउँदैन। कस्तो भयो साथीहरू खेल्दाखेरि? डर लाग्यो कि डराएन? फर्स्टमा हामी चाहिँ डुगा पिङ खेल्यौँ हामी फर्स्टमा। अब सेकेन्डमा के खेल्ने हो हेर्दैछौँ। डर लाग्यो साथी, मुटु खस्यो जस्तो भयो। यहाँ चाहिँ भिडियो बनाउन नदिँदो रहेछ खेलेको, त्यही भएर खेलिसकेपछि मात्रै भिडियो बनाएको। ल यस्तो हुँदो रहेछ। आमा डुबाउँदो रहेछ। रमाइलो हुने भयो। भिन्टेज गाडी अगाडि कस्तो भयो भनेर सोधेको के? रमाइलो एकदमै। डर लाग्यो कि नै? लागेन डर चाहिँ। हजुरलाई? मलाई त मजा आएछ। मजा आयो, तर योमा चाहिँ त्यस्तो फास्ट देखाएको मात्र रहेछ, तर मजा चाहिँ आयो। डुगा पिङ जस्तो डर चाहिँ लागेन। अनि हजुरलाई चाहिँ? दामी एकदम दामी। अब नेक्स्ट गाइज, नेक्स्ट चाहिँ कुन खेल्ने हो? अब नेक्स्ट देखाउँछु ल साथीहरू। अब चाहिँ हामी यो खेल्ने हो है, यो खेल्ने। यहाँ चाहिँ यो एउटा डाइनोसरको हुँदो रहेछ। अनि अर्को के हो त्यो? यो फायरको क्या हो? के हो यो? फल होला सायद। दुईवटा मात्र खेल्न पाउँदो रहेछ है। हामी त्यही खेल्न जाँदैछौँ। खेलिरहेको देख्न सक्नुहुन्छ। डर लाग्यो गाइज। हामी त खेलेर बाहिर निस्किसक्यौँ। कस्तो भयो त अनुभव हजुरहरूलाई? रमाइलो भयो रे। एकदम दामी दामी रमाइलो भयो। अब नेक्स्ट खेल्न जाँदैछौँ है त हामी। नेक्स्ट कुन खेल्ने हो? कुन यो? आम्मा नेक्स्ट चाहिँ यो है साथीहरू। अब खेल्न चाहिँ पर्छ, अनुभव लिन चाहिँ पर्छ। डर लाग्ने ल है गाइज। नेक्स्ट चाहिँ हामी यो खेल्ने हो। भिडियो चाहिँ बनाउन पाउँदैन, लास्टमा रियाक्सन मात्रै लिन सक्छु मैले। भिडियो खेलिसकेपछिको रियाक्सन, तर भिडियो चाहिँ पाउँदो रहेछ बनाउनु। खेल्नै पर्छ यो त, तर दुगुराउँदैन होला त्यस्तो फास्ट है? ल साथी, डर लाग्छ यसो हेर्दाखेरि त जस्तै। साथीहरू, यत्रो धेरै लाइन छ यो खेल्नको लागि। अब हामी पनि यही लाइनमा बस्छौँ। अब ऊ चाहिँ म खेल्दिनँ, म यता बस्छु भन्दैछ। हामी चाहिँ खेल्ने भनेर यता जाँदैछौँ।
डर लाग्यो होइन डर लाग्छ कहाँ हजुरलाई? डर लाग्छ सानोले? यता त डान्स गर्दै हिँड्छन् मान्छेहरू यता चाहिँ म खेल्दिनँ भनिरहन् कस्तो नखेल्नु यता नि यता यता म चाहिँ अनुभव लिन चाहन्छु हेर न भिडियोमा चाहिँ यस्तो भनेको है त्यहाँ मोबाइल भएको म भए चाहिँ अनुमति लिन चाहन्छु त्यहाँ यो मोबाइल भएको भए त्यतिखेर खिच्न मिलेको भए अनि रियाक्सन हेर्नु पाउँथ्यो होला रियाक्सन त खेलेको पाउँदैन खेलिसकेपछिको लिन सक्छु मैले ल लाइनमा बसौँ यस्तो हुन्छ है यस्तो हुन्छ मेसी कस्तो हुन्छ खेलौँ यता त डेन्जरस छ तर अभी मजा आएगा ना भिडो दामी हो कस्तो भयो अब खेल्ने अब खेल्ने कि नै पछि फेरि खेल्ने कि नै माया कस्तो भयो डर लाग्यो नि अब त डर लाग्यो भन्नै पाउँदैन डर लाग्यो गाइज म त लास्टै डराएँ साँच्ची हो म त कहिले खेल्दिनँ होला अब त अनि अब चाहिँ ननिस्क्यो भनेको नि त हजुरले गाइज रमाइलो भयो तर डर लाग्यो एकदम डेन्जर रहेछ यो चाहिँ डेन्जर गेम रहेछ ए यो है हामीलाई जिस्काइरहेका मान्छेहरू उल्टै डराएर आवाज पनि ननिस्केको यिनीहरूको त मान्छे त भागे हेर्न सक्नुहुन्छ ऊ डराएर आउँदै आएनन् छैन के त्यस्तो डर लाग्दैन क्या आउनु न त्यत्रो डेन्जरस खेलेपछि यो किन नखेल्ने त सुस त घुमाएको थियो त आउनु न चक्कर आयो तर चक्कर लगाइरह आउने माने होइन गाई डराएर छिटो आउनु है हेर्न नमाने नमानेर लतार्दै लिएर आने खेल्न डर लागेर गेमले सातो लैदिन्छ यता चाहिँ यत्रो लाइन छ के भयो रे डर लाग्यो सातो गयो नि है बिचरा आत्मा छोडेर आइसक्यो अरे पिङमै आत्मा छोडेर आयो डराउनु दिनु भयो अब चाहिँ हामी यो येल्लो कलरको खेल्न जाँदैछौँ साथीहरू अघि चाहिँ ब्लू कलरको खेलेको अहिले चाहिँ येल्लो कलरको यो वाला जाँदैछ यो खेल्दैछौँ लस जामै त यो पछाडिको पहेँलो खेल्दाखेरि निलो खेल्दा चाहिँ सातो गयो यो पहिलो चाहिँ ठिकै थियो अलिअलि डर लागेन तर चिसो भयो लास्टै खेल्दै अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ केही खान्छौँ अनि फेरि नेक्स्ट गेम खेल्छौँ है त गाई हाम्रो वेटरले लिएर आउनुभयो भन्नुहुन्न मेरो बुढा हो मेरो बुढालाई वेटर भन्ने सबैले ब्ल्याक खाने रे उहाँले चाहिँ वाइट खाने रे चियर्स गरौँ न त चियर्स साथीहरू यो चाहिँ हामी खेलिसक्यौँ अब नेक्स्ट चाहिँ त्यो पर्पल कलरको खेल्ने भने यहाँ भएको तर चाहिँ खेल्न सक्दैन होला म त बेलुनवाला खेलौँ न बेलुनवाला फोटो हिँड्न नि पाउँछ होला त्यहीमा त साथीहरू अर्को गेम खेल्न जाँदैछौँ हामी उहाँहरू खेल्न जाँदै हुनुहुन्छ दुईजना यो पर्पल कलरको गेमको नाम चाहिँ आउँदैन मलाई त्यही भएर यहाँ कलर चाहिँ सबै गेमहरूको छुट्टा छुट्टै छ त्यही भएर नामहरू भनिरहेको छु मैले गेमको चाहिँ पर्पल कलरको है म देखाइदिन्छु कस्तो छ भनेर यही हो यो पनि डेन्जर छ डेन्जरस यो पनि डेन्जर छ भाइ तर डर लाग्छ डेन्जर छ गाइज यो पनि तर म अलिक सक्दिनँ होला खेल्न न बाबा न अब चाहिँ यो गेम खेल्न गइराख्नु भएको छ दुईजना हामी चाहिँ डर लागेर गएनौँ हामी चाहिँ बाहिर कुद्दैछौँ
अब चाहिँ हामी खेल्न सक्दैनौँ यो एकदम डर लाग्यो हामीलाई अघि खेलेर नै पुगिसक्यो हामी चाहिँ नेक्स्ट खेल्छौँ यो पनि डेन्जर छ तर साथीहरू हेर्नु कता कता घुमाइराख अब सातो गयो देख्दै अनि साथीहरू म त यो त 1 लाख दिन्छु भने नि खेल्दिनँ होला भर्खरै त्यो आएको भिडियो मैले बनाउन पाइनँ मैले नेक्स्ट भिडियोमा बनाउँछु हजुर खेल्नुहुन्छ त यो उल्टै भएको छ यार देखेरै डर लागिसक्यो अनि आफू खेल्दा भने कस्तो हुन्छ होला भगवान् मुटु डह्रो हुनुपर्छ डह्रो अघि खेलिसक्यौँ हामीले योभन्दा नि डेन्जरस तर यो चाहिँ झन् उल्टै नै पार्दो रहेछ यो चाहिँ झन् डेन्जरस होला त्योभन्दा पनि सायद देख्दा त्यस्तै लाग्यो मलाई अनि मुटुको हामी अरू खेलेको देखेर अब हाम्रो दुईजना जानुभयो उहाँहरूको भिडियो मैले क्याप्चर गर्छु है तर रियाक्सन हेर्नुपर्छ आज गाइजहरू लेट्स सी अब आउनेमा चाहिँ आउनुहुन्छ होला ल साथीहरू हाम्रो दुईजना आउँदै हुनुहुन्छ खेल्न गएको मान्छेहरू लेट्स सी कस्तो रियाक्सन आउँछ हेरौँ है त माथि चढ्दैछ पिङ माथि आउँदैछ मान्छे चिनिँदैन ओ छ किन तिनीहरू एमा छैन ओइ छैन त तिनीहरूको कपडा लगाएको त के अरे धर्के टी सर्ट राखेको ब्रेक हाल्यो गएर खेल्ने त तर हाम्रो साथीहरू चाहिँ रहेन चाहिँ गाइस ए मेरो बुढा सरी बुढा पो हो त है कस्तो बिर्सेको कस्तो एक्लै भयो जस्तो फिल भएको क्या मलाई बुढा पो छ त मेरो त सरी गाइस यहीमा योमा चाहिँ हुनुहुन्छ स्योरली हो थर्डमा हुनुहुन्छ है थर्डमा हुनुहुन्छ गाइस मलाई डर लागिरहेछ हेरेर खेल्ने मान्छेलाई कस्तो भयो होला मेरो त सातो गयो यहाँ हेरेर नै अब रियाक्सन हेर्नु देखाउन त मिल्दैन किनकि यो धेरै घुमाउँछ नि त यस्तो राउन्डिङवाला हेरमै त कस्तो हुन्छ कति डर लाग्यो भाइ तिनीहरूको सातो जान्छ के अरे हामी चाहिँ भिडियो बनाउँदैछौँ हेर्नु है यस्तो अब यस्तो दुखुर्छ नि हेर्नु ल जुमिङ गरेर खिच्नुपर्छ ल है गयो ओए मम्मी केही नहोस् ओयो डर लाग्यो ओए मर्यो मम्मी नजिक साथीहरू आयो टाढो छ ओ माई गॉड डर लाग्यो यिनीहरू खेल्न जाँदा मलाई पो डर लाग्यो त तिनीहरू खेल्न गयो म रातो यता ऊ त्यो है हो तिनीहरू है सेकेन्डमा बसेको ओए यता हेरेर हाई गरेर गर्नुहुन्थ्यो नि सेकेन्डमा बसेको होला है रियाक्सन हेर्नुपर्छ झर्ने बित्तिकै थर्डमा बसेको भने सेकेन्ड थर्ड अब म त डराएर सेकेन्ड भनिरहेछु डर लाग्यो को खेल्छ यस्तो हार्ट एट्याक आउने जस्तो गेम अघि त सेम यस्तै खेलेको हामी तर म त्यो खेलेर हामी डराएर दुईजना चाहिँ गएनौँ है त ल हेरौँ रियाक्सन डराएर चस्मा लगाएको डराएर कस्तो भयो सातो गयो मलाई त भन्नु न डर लाग्यो नै सुन्नु नि गाइस हामी खेल्नु म कस्तो चिचाको डर लागेर हजुरहरू खेलेको म भिडियोमा कहिले हेर्नु न अनि भिडियो पनि जुमी गरिदिएको र साथीहरू दुईजना खेलेर आउनुभयो डर लाग्नु भन्छ यार तर त्यस्तो घुमाउँदा नि डर लाग्दैन त म त डरा थिएँ हजुरले देखेर कस्तो गर्नुभयो थियो गर्नुभयो थियो हजुर त भिडियो खिचेको देख्दा हेरिराख्नु भएको थियो आँखाले हजुर चिमा गर्नुभयो थियो क्या हेर्नुभएको थियो हो गाइस फाइनली यो पनि भयो अब नेक्स्ट गेम खेल्न जाँदैछौँ हामी नेक्स्ट खेलौँ न अब हामी
उयो ब्यालुन खेलौँ न ब्यालुनवाला उयोवाला खेल्नुपर्छ है अब योवाला के हुन्न पानी आउला जस्तो भइसक्यो अब चाहिँ यो खेल्ने साथीहरू हामी यो खेल्छौँ जाँदैछौँ म पनि खेल्छु यो त हजुर खेल्ने कि नै नखेल्ने रे म चाहिँ खेल्ने हो यो खेल्ने त्यो चाहिँ एकदम स्लो चल्दो रहेछ नेपालमा चाहिँ अलि बेसी चलाउँछ नि त यो त एकदम ठुलो छ त्यही भएर यत्तिकै जस्तो चलिरह नि स्लो त्यत्तिकै नै चल्दो रहेछ क्या यो त यत्तिकै भ्यू हेर्नको लागि ल साथीहरू टिकटक बन्दैछ यहाँ दुईजनाको हेर्न लजाको बाबु त नाच्न आउँदै बा बेसी भयो कि हजुर ननाची एक्लै नाच्न आउँछ अरे ल एक्लै बनाइदिनु त तिमी बनाउन त तिम्रो मोबाइलबाट होइन त्यसको मिको खोइसक्यो ल साथीहरू हामी चाहिँ फाइनली बाहिर निस्क्यौँ पार्किङमा हामी फर्किँदैछौँ घरतिर हाम्रो आजको चाहिँ छोटो मिठो ब्लग सकिसक्यो इन्जोय पनि भयो कस्तो भयो आजको दिन रमाइलो डरलाग्दो रमाइलो है कस्तो लाग्यो हजुरलाई दामी आज हल्का रमाइलो भयो घाम लाग्यो भए झन् रमाइलो हुन्थ्यो होला फोटो सुट खिच्न हजुरलाई कस्तो लाग्यो रमाइलो अनि हजुरलाई हाम्रो पूजा दिदीलाई कस्तो लाग्यो भन्नु न यो अर्को हो कि सबैजनाको नै मतलब सबैजनाको कि अघि दुईजना मात्र थिएन अनि यस्तै भयो डर लाग्दो आबु नै ल मलाई पनि त्यस्तै भयो है रमाइलो भयो ल गाइस अब हामी चाहिँ जानुपर्ने हुन्छ हाम्रो गाडी चाहिँ आइसक्यो बाई बाई फेरि अर्को ब्लगमा भेटौँला यहाँ चाहिँ सबैजना आउनु होला घुम्नको लागि रमाइलो गर्नको लागि खेल्नको लागि आउनै पर्ने जस्तो ठाउँ छ यो चाहिँ हाम्रो गाडी हो है त ल जाम गाइस बाई बाई